धन्यवाद सुस्ता मिस। आजका यस सभाका सभापति महोदय, निर्णय गर्न बस्नुभएका निर्णयज्यूहरू, समय हेर्न बस्नुभएका समयपालकज्यू, यहाँ उपस्थित सम्पूर्ण गुरुआमाहरू र मेरा साथीभाइहरूमा म सुभाष लिम्बुको तर्फबाट न्यानो अभिवादन प्रदान गर्न चाहन्छु। आजको यस वक्तित्व कला प्रतियोगितामा म देश, युवा र देशभक्तिको विषयमा केही शब्द भन्नु तपाईहरुको अगाडि आएको छु। आफ्नो देशको उन्नति, प्रगति र समृद्धिको लागि गरिने भक्ति नै देशभक्ति हो। आफू जन्मेको देश, आफू जन्मेको राष्ट्र, आफ्नो जनताप्रतिको भित्री हृदयबाट आउने अमर आस्था र कृतज्ञता हो देशभक्ति। र देशभक्तिको सबैभन्दा ठुलो आधार शक्ति भनेको हामी युवाहरू हौं। 16 वर्ष कटेका तर 40 वर्ष नकटेका मानिसहरूको समूहलाई हामी युवा भन्ने गर्दछौं। यानी कि हामी देशका मेरुदण्ड हौ। हाम्रो सोच, जोश र विचारले नै देशको दिशा तय गर्छ। यदि हामी युवाहरू असल र जिम्मेवार भयौं भने देश अघि बढ्छ, तर यदि हामी बेपरवाह भयौं भने देश पछि पर्नेछ। देशभक्ति भनेको केवल झण्डा हल्लाउनु, आन्दोलनमा नारा लगाउनु मात्र होइन महोदय। देशभक्ति भनेको आफू जहाँ भए पनि आफ्नो देशलाई सम्झिनु, आफ्नो जिम्मेवारीहरू इमानदारीपूर्वक पूरा गर्नु हो देशभक्ति। हामीले सधैँ सोध्नुपर्छ, देशले मलाई के दियो भन्नु हो कि मैले देशलाई के दिन सक्छु भनेर आफैलाई सोध्नुपर्छ महोदय। अस्ट्रेलियाको उदाहरणको लागि अस्ट्रेलियाको जेन्जी आन्दोलन लिँदा हुन्छ। कसरी युवाहरूले देशमा भइरहेको भ्रष्टाचार हटाउनको लागि आन्दोलन गरे र देशको सामाजिक, राजनीतिक तथा आर्थिक पक्षमा ठुलो परिवर्तन ल्याइदिए। यसले हाम्रो देशको युवाहरूको शक्तिलाई जनाउने गर्दछ। महोदय, हाम्रो देशलाई परिवर्तन गर्न, नेपाललाई परिवर्तन गर्न ठुला चमत्कार होइन, साना जिम्मेवार हातको खाँचो छ। हामीले यसको मतलब यो त होइन हामीले हरेक दिन जेन्जी आन्दोलन जस्तै आन्दोलन गर्नुपर्छ, अवश्य होइन। हामीले आफ्नो वातावरणलाई सफा राख्ने, आफ्नो पढाइमा ध्यान दिने र समाजमा राम्रो कुराको सुरुवात गर्ने, यसरी पनि साना कामहरूले ठुला परिवर्तन देख्न सक्छौं महोदय। अहिलेको अवस्थालाई जनाउनु पर्दा धेरै जस्तो युवाहरू विदेश पलायन भइरहेका छन्, तर एउटा असल देशभक्त युवा जहाँ रहे पनि आफ्नो देशलाई सम्झिन्छ, आफ्नो देशको इज्जत बढाउनु चाहन्छ। हामीले देशबाट शिक्षा लिन्छौं तर विदेशमा गएर त्यसलाई प्रयोग गर्ने गर्दछौं। तर एउटा असल देशभक्त युवाले आफूले सिकेको सिप र ज्ञान आफ्नै देशमा प्रयोग गर्दछ। यही भन्न चाहन्छु कि हामी सबै युवाहरू एकजुट भयौं भने देशलाई ठुलो सकारात्मक परिवर्तन ल्याउन सक्छौं। हामी युवाहरू एकजुट भयौं भने असम्भव पनि सम्भव हुन सक्दछ। धन्यवाद।